क्युट के है यसरी मैले राख्ने गरेको छु। मैले यही कछुवा पनि राखेको छु। सुम हुन्छ भन्ने छ नि त हैन। मलाई चाहिँ एकदम क्युट लागेको बुद्ध। Hello friends, good morning. I am going to make a new video on my YouTube channel, and please subscribe. Please subscribe. Subscribe. Please Subscribe. Subscribe. हेलो गाइस, वेलकम टु माय यूट्यूब च्यानल। आज म अफिस गइरहेको छु। सो आज मैले भिडियो पोस्ट गर्नु भएको छ। ओके, फर्स्ट म लगाउँछु। Guys, ready to go. म चाहिँ रेडी भएर घरबाट निस्किसकेँ होइन, बाटोमा स्टार्ट गर्दैछु। तर म अफिस जानुभन्दा अगाडि चाहिँ बस जानुभन्दा अगाडि चाहिँ पार्लर बस्नुपर्ने काम छ, थ्रेडिङ गर्न। पार्लर बस्दै बस चढ्छु। साथीहरू, म चाहिँ पार्लर आइपुगेँ। एकछिन बिजी हुनुहुन्छ हो, काम सकाएर मैले अफिस जान्छु। यहीँ साह्रो भइसक्यो साथीहरू। यही 11 बजिसक्यो, म बल्ल बस चढ्न जाँदैछु। बस पनि 4-5वटा छोड्छु, खाली बस आयो भने बल्ल चढ्ने हो। म कति बजी पुग्छु थाहा छैन, डेली रुटिन मेरो यही हो कि यो टाइममा अफिस को जान्छ, स्तुति कोइराला जान्छ। साथीहरू गाडी कुद्दैछु, बस पनि आउँदैन, एउटा बस छोडिदियो अघि। अब यहाँ बस कुद्दैछु, कति बेला बस आउँछ, मेरो पारा यस्तै हो जहिले। साथीहरू, जडीबुटीको जाममा छु म। दिन चाहिँ जाम के राम जाम नपरेको त दिन हुँदैन कि साथीहरू। भर्खर आइपुगेँ, 11:20 मेरो अफिसको टाइम 10 बज्यो। तर जहिले म यही टाइममा अफिस आउँछु, सरले केही पनि भन्नुहुन्छ, माया गर्नुहुन्छ। आइपुग्यो, सबजना आइसकेको हुन्छ, म मात्रै ढिलो। भाग्ने बेला नि छिटो मै भाग्छु अफिसबाट। 5 बजीसम्म न 4 बजी भाग्छु। म आइपुगेँ साथीहरू। एकछिन झ्याउ लाग्यो मलाई। अब एकछिन यसो म टिकटक बनाउँछु होइन, कुन गीत चल्दै रहेछ यसो बनाउनु मन लाग्यो कि लाग्छ होइन। अब एकछिन मलाई अब निन्द्रा लाग्यो, म एकछिन रेस्ट गर्छु। यो सोफा चाहिँ मेरो रेस्ट गर्नुको लागि हो होइन। पुरा अब यहाँ एकछिनमा 1 घन्टा आधा घन्टा जति रेस्ट गर्छु। अनि खाजा खाएर काम गर्छु। मेरो चाहिँ झिनो सरले कामको प्रेसर दिनुहुन्न होइन, काम ठिक्क दिनुहुन्छ, प्रेसर दिनुहुन्न। ढिलो आउँदा नि कराउनु न, छिटो जाँदा नि कराउनु न। प्रायः टाइममा बिदा पनि लिइरहेको हुन्छु म। कति हुन्छ नि, महिनामा 4-5 दिन प्रायः बिदा लिइरहेको हुन्छु। अनि सरले स्यालेरी पनि काट्नुहुन्न बिदा लिँदाखेरि। जे सर एकदम अन्डरस्ट्यान्डिङ हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ। यतिको सर भएपछि त अफिसमा काम गर्ने इन्भाइरोमेन्ट वातावरण पनि हुन्छ नि त फ्रेन्डली। अब चाहिँ कस्तो भोक लाग्यो होइन, भोक लाग्यो साथीहरू। मलाई कस्तो पानीपुरी चटपटी खान मन लागेर पानीपुरी चटपटी खान जानु पऱ्यो। यहीँ ढोक्कैमा यहाँ गेटैमा पाउँछ, शान्तिनगर गेटमा गएर खाएर आउनु पऱ्यो है। मिठो बनाउँछ त्यहाँको अङ्कलले। बाहिर घाम पनि लागिरहेछ, आज पानी नै पऱ्यो होइन। गएर आउँछु। म चाहिँ निस्केँ पानीपुरी खानलाई। साथीहरू, पानीपुरी त एकदम टेस्टी थियो, तर चटपटे त यो भन्न त हुँदैन, कस्तो नमिठो थियो। बल्ल तल्ल खाएर आधी फालेर आएको, सकि नसकि। साथीहरू, एक्लै त यो पानीपुरी चटपटे खान मजा आउँदैन कि, साथीसँग मात्रै मजा आउने। एक्लै खान मन लागेर गयो, केही पनि रुचेन पानीपुरी, मात्रै रुच्यो चटपटे र मिठै लाग्यो। अबदेखि चाहिँ एक्लै जाँदैनस्। आइपुगेँ म अफिस। साथीहरू, स्क्यान गर्दैछु अब म। काम आयो। हेर्नु न साथीहरू, कस्तो क्युट भइसिन्छ है। भगवान्, मलाई एकदम मन पर्यो, एकदम क्युट लाग्यो है।
अनि उहाँलाई चाहिँ जहिले म आफ्नो सेटअप अगाडि टक्क राख्छु। कस्तो क्युट के है, यसरी मैले राख्ने गरेको छु। अनि अर्को मैले यही कछुवा पनि राखेको छु, शुभ हुन्छ भनिन्छ नि त होइन। मलाई चाहिँ एकदम क्युट लागेको भगवान् बुद्ध। साथीहरू अब घरतिर लाग्नु पर्यो, 4 बज्न आँट्यो। अब जानु पर्यो है। गाडीमा ठाउँ पाइदियो हुन्छ, जाने बेला प्रायः गाडीमा सिटै पाइँदैन साथीहरू, कस्तो प्याक हुन्छ। साथीहरू म फाइनली बसबाट ओर्ले अब घर आइपुग्न आँट्यो। अबको 2 मिनटमा घर पुगिहाल्छु। आजको लागि इन गर्नु पर्यो है। ओके बाई। लाइक सब्सक्राइब गरिदिनु होला मन परेमा। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।